डिबी विनर 2025 का साथीहरूको लागि यो महिनामा अपडेट भएको भिजा बुलेटिनले केही हदसम्म प्रोत्साहन गरेको थियो अर्थात् हौसला प्रदान गरेको थियो। हामीले आश गरे अनुसार भिजा बुलेटिन अपडेट भएसँगै सेकेन्ड लेटर पनि जुन महिनामा अन्तर्वार्ता हुने गरी ठूलो संख्यामा आउनेछ अर्थात् 8000 सम्म भिजा बुलेटिन अपडेट भयो। अब पूर्ण रूपले सबैजनाको सेकेन्ड लेटर आउनेछ भनेर आश गरेका थियौं, तथापि पनि हाम्रो आश झिनो मात्रामा निराशामा परिणत भएको छ। पूर्ण रूपमा 8000 को सेकेन्ड लेटर प्राप्त भएको छैन। 7100 सम्मको रेन्जको हाराहारीमा मात्रै सेकेन्ड लेटर प्राप्त गरिएको अर्थात् 7071 देखि 90 रेन्ज सम्मको भित्र भएका केस नम्बरहरूको मात्र सेकेन्ड लेटर आएको र बाँकी रहेको 8000 सम्म भिजा बुलेटिन अपडेट भएको पनि सेकेन्ड लेटर नआएको अर्थात् अमेरिकी एम्बेसी काठमाडौँले चाहिँ अब जुन महिनामा चाहिँ त्यो संख्यामा मात्रै अन्तर्वार्ता गर्न सकिने भनेर चाहिँ केसीसीलाई मेल गरे पश्चात केसीसीले उक्त नम्बरमा आधारित रहेका जो त्यो भित्र पर्ने व्यक्तिहरूलाई मात्र सेकेन्ड लेटर पठाएको पाइएको छ, जसले गर्दाखेरि अन्तिम नम्बर केस नम्बर भएका साथीहरूलाई अलिकति काहीँ न काहीँ निराशा पैदा भएको। अब हाम्रो पो पालो नआउने हो कि? डिबी लटरी 2024 को पनि त्यस्तै भएको थियो। 13000 सम्म भिजा बुलेटिन अपडेट भयो, तर लास्ट फाइनलमा 11600 सम्म मरितरी बल्ल तल्ल मात्रै लगेको थियो। त्यसकारण भिजा बुलेटिन अपडेट भएर पनि सुरक्षित होइदैन कि? अब हाम्रो भिजा बुलेटिन अपडेट हुन अझ बाँकी नै छ, समय धेरै छैन। सरसर्ती हेर्ने हो भने 3 महिना मात्रै छ। यो 3 महिना भित्र चाहिँ अमेरिकी एम्बेसीले पूर्ण रूपमा काम गर्न सक्ला त? हाम्रो पालो आउला त? कि हाम्रो आशा निराशामा परिणत होला त भनेर पछिल्ला केस नम्बर भएका साथीहरूलाई चिन्ता थपिएको छ। मैले सेकेन्ड लेटर आउने बित्तिकै अपडेट गर्न पाइन, यसको लागि क्षमा प्रार्थी छु, किनकि त्यही समय अनुसार अनुकूल अनुसार मैले भ्याइन। तथापि पनि धेरै साथीहरूको मेसेज आइसके पश्चात अब म कन्टिन्यू रूपमा तपाईहरुलाई प्रोत्साहन गर्नको लागि भए पनि भिडियो अपलोड गर्नेछु। साथै यो वास्तविकता त के छ त? जति तपाई हामीले निराशामा परिणत गरिरहेका छौं, यो समयलाई गुजारिरहेका छौं, के त्यही नै हो त? अब के आगामी चरणहरुमा धेरै केस नम्बरहरु नसमेटिने नै हो त भन्ने कुरा चाहिँ यस भिडियोमा म तपाईलाई पूर्ण रूपले बुझाउने छु। जे जति साथीहरुको सेकेन्ड लेटर प्राप्त भइसकेको छ तपाईहरुलाई बधाई साथै शुभकामना। आगामी चरणहरु अझ फलाइरहोस्, तपाईहरुको सोचेको भन्दा सहज तरिकाले आगामी चरणहरु सफल रहोस्, किनकि तपाईले जति गहिरो रूपमा सोच्नु भएको छ त्यति धेरै गाह्रो पनि हुँदैन। तपाईसँग यदि सक्कल डकुमेन्ट छ र DS-260 फर्ममा सोही अनुसार फिलअप गर्नु भएको छ भने तपाईहरुको भिजा पूर्ण रूपले तपाईहरुले लाग्ने छ, पूर्ण रूपले तपाईहरुले प्राप्त गर्न सक्नुहुनेछ। अहिलेदेखि नै शुभकामना। तपाईले डकुमेन्ट सोही अनुसार तयार गर्दै गर्नु होला। के कस्ता खालका डकुमेन्ट चाहिन्छ, मेडिकल रिक्वायरमेन्ट डकुमेन्टहरु के हुन्, मेडिकलको लागि के कस्तो हुनुपर्छ, कस्तो खालको मेडिकल चेकअप हुन्छ, साथै अन्तर्वार्तामा के कस्ता खालका प्रश्नहरु सम्भावित प्रश्नहरु सोधिन्छन्, कस्ता खालको त्यहाँनिर अन्तर्वार्ता गेटदेखि लास्ट अन्तिमसम्म के कस्तो कुराहरु हुन्छ, आफ्ना मुख्य डकुमेन्टहरु के हुन्, एडिसनल डकुमेन्टहरु के लानु पर्छ, स्पोन्सरबाट मगाउनु पर्ने 1014 ट्याक्स फाइल वेलकम लेटर कस्तो खालको हुनुपर्छ, 1014 ट्याक्स फाइल 2024 को चाहिन्छ। साथै यी यावत कुराहरुमा आधारित रहेर सम्पूर्ण भिडियोहरु हामीले यहाँ भन्दा अगाडि बनाइसकेका छौं। एउटै विषयवस्तुलाई धेरै लम्ब्याउन चाहेनौं। यदि तपाईहरु अझै पनि कन्फ्युज हुनुहुन्छ भने हाम्रो YouTube च्यानललाई यदि पूर्ण रूपमा फेरि भिजिट गरेर चाहिँ ती भिडियोहरु हेर्न सक्नुहुनेछ। सेकेन्ड लेटर आइसकेपछि गर्नुपर्ने मुख्य कामहरु, भिजा प्राप्त भइसकेपछि गर्नुपर्ने मुख्य कामहरु, अमेरिका आउनु भन्दा अगाडि गर्नुपर्ने मुख्य कामहरु र सेकेन्ड लेटरको पर्खाइमा रहँदा गर्नुपर्ने मुख्य कामहरु सम्पूर्ण कुराहरु हामीले समेटेर भिडियो तयार गरिसकेका छौं। जुन भिडियो यहाँ भन्दा पनि हामीले अपलोड गरेको हुनाले तपाईहरु यदि छुट्नु भएको छ भने म सम्पूर्ण भिडियोहरुको एकचोटी डिस्क्रिप्सनमा लिंक राखिदिन्छु, एकचोटी गएर तपाईले भिजिट गरेर हेर्न सक्नुहुन्छ, ताकि तपाईहरु ढुक्क रहनुहोस्, आगामी प्रक्रियाहरु राम्रोसँग सहज तरिकाले गर्नुहोस्। यदि अझै पनि हाम्रो YouTube च्यानल यदि नयाँ हुनुहुन्छ भने हजुरहरूले सब्स्क्राइब गरेर जोडिन पक्कै पनि नभुल्नु होला। आगामी भिडियोहरुमा यस्तै नयाँ खालका कन्टेन्टहरु हाम्रो YouTube च्यानलमा तपाईले प्राप्त गर्न सक्नुहुनेछ भने भिडियो मन परेमा लाइक गर्नु होला, साथै अन्य साथीहरुलाई जानकारीलाई शेयर गर्न पक्कै पनि नभुल्नु होला। अब लागौं हाम्रो आजको मुख्य विषयवस्तुतर्फ। डिबी विनर 2025 का जो जति साथीहरु हुनुहुन्छ जसको केस नम्बर 9000, 10000, 11000, 12000 सम्मको रेन्जमा छ, हजुरहरुको लागि मुख्यतया यो भिडियो रहेको छ। के डिबी लटरी परिसके पश्चात अनिवार्य रूपमा अमेरिकाले लिएर आउँछ त? के डकुमेन्ट सही हुँदैमा, डकुमेन्ट ठीक छ भन्दैमा तपाई अमेरिका आउन पाउनु नै हुन्छ त? के अबको अहिले भइरहेको प्रक्रिया स्लो भइरहेको छ, यसले तपाईको केसलाई कति असर गर्छ त? यो पहिला सबैभन्दा सुरुमा बुझौं। डिबी लटरी तपाईलाई पढ्दै गर्दाखेरि अर्थात् तपाईले फर्स्ट लेटर प्राप्त गर्दै गर्दाखेरि त्यसमा र्यान्डमली सिलेक्टेड भनिएको थियो, जुन कुरा तपाईको अनिवार्य रूपमा हुन्छ भन्ने छैन। यो अन्तिमसम्मको प्रक्रिया छ।
अहिले पछिल्लो चरणमा ग्रीन कार्ड पाइसकेका व्यक्तिहरूको पनि छानबिन भइरहेको छ, डिबी लटरी मार्फत ग्रीन कार्ड पाएका व्यक्तिहरूको पनि। त्यसकारणले यो यही नै हुन्छ भन्ने चाहिँ हुँदैन। तथापि पनि डिबी परिसके पश्चात आउन पाइने एउटा सजिलो बाटो द्वार चाहिँ खुल्ला भएको हो भन्न सकिन्छ। तर पहिलाका केसहरू हेर्ने हो भने कोरोना कालमा 21 र 22 को केसहरू त गुन्जागुल नै भयो, त्यो टाइम मुद्दाहरू पर्यो, पछि लास्टमा हारेको पनि प्रमाणित भयो, त्यसले केही पनि काम गरेन, थोरै सङ्ख्यामा मात्रै आउन पाइए, जो नेपाललाई प्राप्त भएको भिजा सङ्ख्यामा पनि। त्यसपछि 2023 मा उल्लेखनीय सङ्ख्यामा चाहिँ भिजा बुलेटिन पनि अपडेट भएको, सेकेन्ड लेटर पनि प्राप्त भएको। तर अन्तिम समयमा के भयो भने सेकेन्ड लेटर पठाइसके पश्चात मेडिकल पनि गरेर अन्तर्वार्ताको लागि गेटमा पुगेका साथीहरूलाई चाहिँ अमेरिकी एम्बेसीले चाहिँ फर्काइदियो अर्थात् फिर्ता गरिदियो। सरी, हामीसँग भिजा पूर्ण रूपमा सकिसकेको छ, तपाईँलाई अन्तर्वार्तामा सहभागी गर्न सक्दैनौँ भनेर गेटबाटै फिर्ता पठाइदियो। लगभग 150 जनाको सङ्ख्यामा रहेका 2023 का डिबी विनर साथीहरू रित्तुहार घर फर्किनु पर्यो, जसले मेडिकलको लागि धेरै पैसा खर्च गरिसकेका थिए, अर्थात् मेडिकलको लागि गर्नको लागि लाग्ने 30-35 हजारको रेन्जको पैसाहरू खर्च भइसकेको थियो भने अन्तर्वार्तामा अन्तिम चरणमा पुग्दा त्यसरी गेटबाटै फर्किँदाखेरि कस्तो खालको अनुभव भयो होला तपाईँ आफै एकचोटि कल्पना गर्नुहोस्। जो तपाईँ फर्स्ट लेटर प्राप्त गरेर सेकेन्ड लेटरको पर्खाइमा हुँदाखेरि त यति धेरै पीडा छ भने ती साथीहरूलाई कतिको पीडा भयो होला। डिबी विनर 2024 को साथीहरूको केसमा पनि त्यस्तै खालको एउटा घटना घट्यो। तर के भयो भने डिबी लटरी 2023 मा त्यस्तो खालको घटना अर्थात् त्यस्तो खालको वातावरण सिर्जना भइसके पश्चात अमेरिकी एम्बेसीले पहिले नै सचेत अपनायो। अब चाहिँ आगामी चरणहरूमा हामीले सेकेन्ड लेटर नपठाइकन यदि हामीले ती व्यक्तिहरूलाई समावेश गर्न सक्दैनौँ भने भिजा बुलेटिन अपडेट गर्ने, यदि त्यो सङ्ख्यामा हामीले समावेश गर्न सक्ने अवस्था भयो भने सेकेन्ड लेटर पठाउने, नत्र भने नपठाउने भन्ने एक खालको मानसिकता तयार गरे पश्चात 2024 मा पनि त्यस्तै खालको भयो। 13,000 सम्म भिजा बुलेटिन अपडेट भयो। 15,000 भन्दा माथि केस थियो नेपालको। 13,000 सम्म भिजा बुलेटिन अपडेट भइसके पश्चात चाहिँ तपाईँ 10,200 कै रेन्जमा चाहिँ रोकियो 2024 को। 10,200 कै रेन्जमा रोकिसके पश्चात बाँकी रहेका साथीहरूको आशा निराशामा परिणत भइसकेको थियो। 1 महिना टाइम छ, अब आउँदैन भन्ने बढी सम्भावना भएको समय पनि पछि पूर्ण रूपले 11,600 सम्म अर्थात् त्यो बिचमा 100 केस नम्बर भएका साथीहरू 100 जना भन्दा बढी साथीहरूलाई समावेश हुने गरेर पूर्ण रूपमा 1 महिनाको छोटो समय पनि अमेरिकी एम्बेसीले पुनः सेकेन्ड लेटर पठाएर चाहिँ सोही महिनामै अन्तर्वार्ता गरेर भिजा दिएको थियो। त्यसमध्येमा एकजना मै पनि पर्छु। धेरै पटक मेरो यदि भिडियो नियमित हेरिरहनु भएको छ भने मैले यी कुराहरू भनिरहेको छु। अब यसरी सरस्वती हेर्ने हो भने भिजा बुलेटिन अपडेट भएको 13,000 को सङ्ख्यामा अपडेट भए पनि 2024 मा पनि पूर्ण रूपमा समेटिएको थिएन, अर्थात् नेपाललाई प्राप्त भएको कोटा पनि पूर्ण रूपले 2024 मा पनि समावेश गरिएको थिएन अर्थात् समेटिएको थिएन। अब 2025 को केसलाई निहाल्ने हो भने हामीले 8,000 सम्म भिजा बुलेटिन जुन महिनामा अन्तर्वार्ता हुने गरी तय भएको थियो, पूर्ण रूपमा सबैको सेकेन्ड लेटर आउँछ भन्ने अपेक्षा गरिएको थियो, तथापि पनि आउन सकेन। यसलाई पनि केही हदसम्म काटेर पठायो। अब अमेरिकी एम्बेसीले यो भनेपछि आफ्नो शेड्युलमा यति व्यक्तिलाई मात्र अन्तर्वार्ता गर्न सक्छु भन्ने खालको प्रतिक्रिया दिएको हो। अब यहाँभन्दा पछाडि टाइम कम छ, 2-3 महिनाको रेन्ज मात्रै छ। अब भिजा बुलेटिन अपडेट हुने भनेको 2 पटक मात्रै हो, त्यहाँभन्दा पछाडि भिजा बुलेटिन सम्भवतः अपडेट गर्दैन। महिनामा 1 पटक भिजा बुलेटिन अपडेट हुन्छ। सेकेन्ड लेटर महिनामा 2 पटक पठाएको केसहरू छ भने भिजा बुलेटिन महिनामा 1 पटक मात्र अपडेट हुन्छ। त्यसकारण सम्भवतः 2वटा भिजा बुलेटिन भन्दा माथि अपडेट नगर्ला, 3वटा भिजा बुलेटिन अपडेट देखाउँछ, तर त्यसमा त्यही केसहरू दोहोऱ्याउँछ मात्रै। त्यसकारणले अब 2वटा भिजा बुलेटिन अपडेट चाहिँ ठुलो सङ्ख्यामा हुँदैछ, जो 8,000 देखि 10,000 सम्मको फड्को मारेर सेकेन्ड भिजा बुलेटिन अपडेट हुन्छ र सेकेन्ड लेटर चाहिँ केही हदसम्म बढाएर लिएर जान्छ। किनकि नेपालको कन्टेन्ट केसमा हेर्ने हो भने सीएसी डाटा अध्ययन गर्दाखेरि अझै पनि भिजा पाउने सङ्ख्या धेरै न्यूनतम छ। त्यसकारणले सरस्वती हेर्ने हो भने पनि 11,000 सम्म केस नम्बर भएका साथीहरू अहिले पनि सेफ जोनमा हुनुहुन्छ, अर्थात् 11,000 सम्म केस नम्बर भएका साथीहरूले चिन्ता गर्नु पर्ने अवस्था छैन। टाइम प्रशस्त 3 महिना भने हाम्रो 1 महिनामा सबै कुराहरू भएको थियो भने 3 महिना भनेको समय धेरै प्रशस्त समय हो। त्यसकारण आत्तिनु पनि डराउनु पनि केही पनि छैन। बाहिरी हल्लामा चाहिँ लाग्नु भएन। तपाईँहरू बाहिर जे पनि आवाजहरू आउँछ, कहिले ट्रम्प सरकारले यो बन्द गरेर, कहिले डिबीको चरणहरू बन्द भएर, कहिले यो भएर त्यो भएर भन्ने खालको अपवाह न्युजहरू बाहिर फैलिन्छन्। तपाईँहरू शान्त संयमित हुन सक्नुपर्छ। यदि डकुमेन्ट तपाईँको सही हालतमा छ, ठिक छ र तपाईँको भिजा एपीमा गएर बस्दैन, भिजा होल्ड हुने खालका डकुमेन्टहरू छैन
भने तपाईहरुको भिजा शुद्ध रूपमा पाउने सम्भावना धेरै नै हुन्छ। किनकि अबको 7100 सम्मको रेन्जमा आएर केस अड्किए तापनि अर्को पटक भिजा बुलेटिन अपडेट हुँदाखेरि कम्तीमा पनि 1500 को रेन्जमा लम्बियो भने पनि त्यो बीचको भिजाहरु सम्पूर्ण कुराहरु समेट्छ। महिनामा 2 पटक पनि सेकेन्ड लेटर पठाएका केसहरु छन्। त्यसकारणले बीचमा तपाईको 8000 भन्दा माथि 11000 को केस नम्बरसम्म बीचमा होल्ड हुन पनि सक्छ केसहरु। यदि होल्ड रहेछ भने टोटली रूपमा धेरै संख्यामा अपडेट गरेर एकैपटक सेकेन्ड लेटर पठाउन पनि सक्छ। यस्ता केसहरु धेरै पटक भएको, धेरै वर्ष भएको कारणले तपाईहरु मात्रै हैन, डिबी परेर तपाईहरु पहिलो पटक आउँदै गरेको पहिलो लट पनि हैन। त्यसकारण धेरै लटहरु यसरी अमेरिकी एम्बेसीले पठाइसकेको छ पास गरेर। धेरै अनुभवहरु अमेरिकी एम्बेसीमा छ। 3000 देखि 3300 सम्मको रेन्जमा मात्रै समेट्ने हो भने पनि 11000 सम्म केस नम्बर भएका साथीहरु सुरक्षित स्थानमा हुनुहुन्छ। आत्तिनु पर्दैन। फेरि मैले 12000 सम्म केस नम्बर भएका साथीहरु हतोत्साहित गर्न पक्कै पनि खोजेको हैन, तर सेफ जोनमा 11000 सम्म केस नम्बर भएका साथीहरु आत्तिनु पर्दैन। धेरै यो कुरालाई फोकस गरेर तनाव लिइराख्नु पर्दैन। खाली समयलाई भरपूर सदुपयोग गर्नुस्। घुम्ने ठाउँहरुमा घुम्नुस्, गाडी सिक्नुस्। सबैभन्दा इम्पोर्टेन्ट कुरा गाडी सिक्नुस्। सकेसम्म इंग्लिश ल्याङ्ग्वेजको लागि केही समय क्लासहरु लिनुस् यदि कमजोर छ भने। नत्र भने गाडी चाहिँ सिकेर आउनुस्, किनकि यहाँ धेरै खर्चिलो समय लाग्छ। तपाईको त्यो समय यहाँ आएर चाहिँ थोरै पैसामा तपाईले इम्प्रुभ गर्न सक्नुहुनेछ। त्यसकारणले यो आत्तिने डराउनु पर्ने केही पनि खासै कारण देख्दिन। ढिला भएको हो त्यसलाई स्वीकार गर्नुपर्छ, तर आत्तिनु पर्ने आवश्यकता केही पनि छैन। जो जति साथीहरुले सेकेन्ड लेटर प्राप्त गरिसक्नु भएको छ तपाईलाई शुभकामना। भिजा बुलेटिन कुरेर बसिरहनु भएका साथीहरुलाई पनि अग्रिम रूपमा शुभकामना छ। तपाईहरुको पालो आउँछ, ढुक्क हुनुस्। यसमा हतारिनु पर्दैन। हामी पनि 1 महिनाको समयमा अन्तिम चरणमा जो 10 वर्ष 11 वर्ष 12 वर्षदेखि यही फिल्डमा काम गरेका अग्रज व्यक्तिहरु, दिग्गज व्यक्तिहरु हुनुहुन्थ्यो। उहाँहरुले अब तिमीहरुको पालो आउँदैन, सकियो, दुर्भाग्य हो यो भनेर भनेका थिए। जसमा 2 नम्बरको केसले म छुटेको थिए भने त्यो भनेको 15 दिन पछाडी 1 महिना टाइम रहँदाखेरि हामीलाई सेकेन्ड लेटर पठाएर तत्कालै सेकेन्ड लेटर इन्टरभ्यूको टाइम छोट्याएर चाहिँ हामीलाई सेकेन्ड लेटर पठाएर हामीले मेडिकल गरेर सहभागी भएर अमेरिका आयौं। त्यसकारण नहुने भन्ने चाहिँ छैन। मजाले हुन्छ। ढुक्केर भएर बस्नुस्। आफ्नो डकुमेन्ट समयमा तयार गर्नुस्, प्रिपेयर गर्नुस्। तपाईको पालो पूर्ण रूपले आउनेछ। भोलि यसै सन्दर्भमा जुन सेकेन्ड लेटर प्राप्त भइसकेका साथीहरुको एकदमै मोस्ट इम्पोर्टेन्ट डिबी विनर 2025 को लागि काम लाग्ने एउटा भिडियो आउँदैछ। त्यो भिडियो नछुटाइकन हेर्नु होला। भिडियो के कस्तो लाग्छ प्रतिक्रिया दिन पक्कै पनि नभुल्नु होला। के जिज्ञासाहरु भए कमेन्ट बक्समा छोड्नु होला। म सोको उत्तर चाहिँ रिप्लाई गर्नेछु। अर्को भिडियो नआउँदैसम्म लागि बिदा दिनुस्। हस्त नमस्ते।